हेलो साथीहरू सबैजनालाई वेलकम। म चाहिँ बेङ्गलोरदेखि चण्डीगढ जान लागेको। मेरो छोरीले कसरी हेरिरहेको छ नि हेर्नुहोस् त, बाहिर मजाले बसेर। वाउ कति राम्रो मुन देखिरहेको छ है, बबाल छ। कति फास्ट ट्रेन चलिरहेको छ हेर्नुहोस् त। ओ माई गड। त्यसै गरी हामी चण्डीगढ बर्सेको दाइको घरमा लेट भएर त्यसै गरी हामी अटोमा बसेर चण्डीगढको बस स्टपमा जाँदैछौँ सोलनको गाडी पक्र्नको लागि। हेर्नुहोस् हामी बस स्टप पुगिसकेका छौँ। त्यसै गरी अब हामी गाडीमा बस्नेछौँ। ल म गाडीमा बसिसकेँ। मेरो छोरीलाई हाई भनिदेऊ न भन्दाखेरि कति राम्रोसँग हाई गर्छिन्। ल हेर्नुहोस्, ल सोलनको बिचमा चण्डीगढको साइड यतातिर ल सोलन लागिसक्यो। हेलो साथीहरू वेलकम, नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ होला? म पनि एकदम सन्चै छु भन्न सक्दिनँ होइन। म पहिला कहाँ थिएँ अहिले कहाँ आएको छु भन्ने कुरा। पहिला म बेङ्गलोर थिएँ, अहिले चाहिँ म हिमाचल प्रदेश सोलन भन्ने ठाउँमा आएको छु। बिचबिच बाटोमा धेरै देखाउने मन थियो, तर के गर्नु है, छोरी साथमा थिइन् त्यही भएर देखाउन पाएन। त्यही पनि बिचबिचको थोडा थोडा क्याप्चर गरेर लिएर आएको छु, हजुरलाई देखाउने छु। त्यसै गरी म अहिले खेतमा आएको छु। खेतमा मेरो मम्मीहरूले पुरै मटर लगाउनु भएको रहेछ होइन। राम्रो छ मटरहरू, हेर्नुहोस्। पुरा हिमाचल प्रदेशको ठाउँ हजुरलाई थाहै होला, सेम नेपालको जस्तो। डाँडा पाखा हावाहुरी चराचुरुङ्गी कति आनन्द आउँछ होइन। बेग्लै हुन्छ सहरतिर भन्दा पहाडतिर बस्नलाई धेरै राम्रो हुन्छ, हो कि नै भन्नुहोस् त साथीहरू। यति रमाइलो छ, कुरै छोडिदिनुहोस् डाँडा पाखा होइन। त्यसै गरी म हजुरलाई अब भोलिदेखि कन्टिन्यू भिडियो ल्याउने छु, हजुरलाई देखाउने छु के गर्छु, मेरो मम्मीले खेतमा के लगाउनु भएको छ भनेर सबै देखाउने छु है त।